अब तिमीहरूको 60 अब मतलब 60 मार्क्सभन्दा बढी आएको छ भनेपछि तिमीहरूले एडमिसन गर्नु चाहिँ बुद्धिमानीको कुरा नहोला होइन, जस्तो मलाई लाग्छ। तिमीहरूले चाहिँ प्रि बुकिङ चाहिँ गर है, कलेजमा गएर म यो मतलब यो कलेज नाम टिपाउने, म यो कलेजमा आउँदैछु भनेर काठमाडौँ महानगरपालिकाको प्रारम्भिक मेरिट लिस्ट चाहिँ आइसकेको छ र फाइनल मेरिट लिस्ट चाहिँ 22 गते आउने हो है। अनि फेरि तिमीहरूलाई 20 गतेसम्मको टाइम थियो रिचेकको लागि र सकिसक्यो। अब आज 21 गते भइहाल्यो, त्यसैले अब रिचेक त भइसक्यो अब तिमीहरूले त्यो टाइम। अनि 300 कति पोजनाले चाहिँ रिचेकको लागि चाहिँ एप्लाई गरेका थिए। अब त्यहीको रिजल्ट आउँछ भोलि 22 गते फाइनल रिजल्ट आउँछ र त्यसको आधारमा अब तिमीहरूको स्कलरसिप हुने मतलब आयो कि आएन थाहा हुनेछ है। र रिजल्ट पब्लिस भइसकेको छ, जस अन्तर्गत आफ्नो कोटा अनुसारको ऱ्याङ्क र आफ्नो टोटल ऱ्याङ्क विभिन्न गभर्मेन्ट र प्राइभेट स्कुल अनुसारको ऱ्याङ्क पनि प्रकाशित भइसकेको छ। त्यो अवस्थामा अब विद्यार्थीहरूले आफ्नो कलेज भरेको एड गर्न र हटाउन मिल्नेवाला छैन। त्यसैले तिमीहरूले अब त्यो एड गर्न र हटाउन मिल्दैन है, त्यो कलेजलाई अब जो छ त्यही हो। कुनै विद्यार्थीको कोटामा चाहिँ फर्म भर्न छुटेको होला भने तिनीहरूले अब फेरि अब नयाँ फर्म भर्छु त्यस्तो भन्न पाइँदैन है। त फर्म छुट्यो अब त्यो नयाँ कोटाको लागि हुन्छ नि, त्यो फर्म चाहिँ भर्न पाइँदैन है। अनि धेरैजनाको चाहिँ अब नाम, जेन्डर, बर्थ अफ डेट के रङ भएको छ भने बरु त्यो चाहिँ सच्याउन मिल्छ लेटर पठाएर। अब चाहिँ मेन कुरामा आउँ है हामीहरू। धेरै विद्यार्थीहरूको मेल आइरहेको छ कि मेरो ऱ्याङ्क यति आएको छ, अब मलाई कुन स्कलरसिप मिल्छ होला भनेर धेरै विद्यार्थीको चाहिँ मेल आइरहेको छ। त्यसको बारेमा भन्नुपर्दा यस अन्तर्गत अब यसको अन्तर्गत आइने नै यकिन गरेर अहिले नै यकिन गरेर यो विद्यार्थीले स्कलरसिप पाउँछ, यो विद्यार्थी स्कलरसिप पाउँदैन भन्न चाहिँ गाह्रो हुन्छ होइन। त्यसैले अब फाइनल मेरिट लिस्टको चाहिँ वेट गर्नु। 22 गते भोलि चाहिँ आउँछ फाइनल मेरिट लिस्ट आउँछ, त्यसपछि थाहा हुन्छ होइन। अनि फेरि यो मेरिट लिस्टले भन्दा पनि विद्यार्थीले कुन कलेजलाई चाहिँ चुज गरेको छ, कुन कलेजलाई चुज गरेको छ भन्ने कुरामा चाहिँ निर्धारित हुन्छ। जस्तै हेर है, जस्तै तिमीहरूभन्दा अगाडि मेरिट लिस्टमा फर्स्ट, सेकेन्ड, थर्ड जे पनि ऱ्याङ्क आएको छ नि हो, ऱ्याङ्कमा पढेको विद्यार्थीले कुन कलेजलाई चुज गरेको छ भन्ने कुरामा अब हुन्छ। जस्तै त्यस्तो कुरामा चाहिँ डिपेन्ड हुन्छ होइन। यो कुराको चाहिँ क्लियर एन्ड कट अब चाहिँ 22 गते आउँछ। 22 गते आउँछ होइन, फाइनल मेरिट लिस्ट आउँछ र त्यसपछि निकाल्ने मतलब त्यसपछि स्कलरसिप पाउने कि नपाउने त्यसपछि थाहा हुन्छ होइन है त। अनि फेरि त्यसै गरी अब मेरो ऱ्याङ्क चाहिँ पछाडितिर छ भने अब म कुनै अरू अन्त कलेज भर्ना गरौँ कि नगरौँ भन्ने कुरामा चाहिँ मेल धेरै आइरहेको थियो मलाई। अब त्यस कुरामा चाहिँ म के भन्छु भने तिमीहरूको ऱ्याङ्क चाहिँ धेरै नै पछाडि छ भनेपछि तिमीहरू चाहिँ एडमिसन गर्दा ठिकै होला होइन। अब तिमीहरूको 60 मतलब 60 मार्क्सभन्दा बढी आएको छ भनेपछि तिमीहरूले एडमिसन गर्नु चाहिँ बुद्धिमानीको कुरा नहोला होइन, जस्तो मलाई लाग्छ। तिमीहरूले चाहिँ प्रि बुकिङ चाहिँ गर है, कलेजमा गएर मतलब यो कलेज नाम टिपाउने, म यो कलेजमा आउँदैछु भनेर प्रि बुकिङ गर्नु होला है। सायद प्रि बुकिङ गरेको चाहिँ अब कहिले कलेजले 5,000, कसैले 3,000, कसैले कति लाग्छ होला। अनि त्यहाँ चाहिँ अनि यो कुरा सोध्नु कि प्रि बुकिङ गरेपछि त्यो रिफन्ड हुँदैन कि नै, तिमीहरूको नाम निस्केपछि रिफन्ड हुन्छ। जस्तै हिमालयन यस्तो स्कुलमा चाहिँ रिफन्ड हुन्छ। अब अरू स्कुलमा चाहिँ तिमीहरू त्यो स्कुलमा गएर कलेजमा या स्कुलमा गएर मतलब कलेजमा गएर विचार गर्नु होला या चुज गर्नु होला, हेर्नु होला है त। अब जस्तै तिमीहरूको ऱ्याङ्क पछाडि छ र तपाईँको चाहिँ थोरैजना विद्यार्थीले सिलेक्ट गर्ने खालको कलेजमा तपाईँले एडमिसन गर्न खोज्नु भएको र त्यसै
प्रायोरिटी राख्नु भएको भए तपाईँको चान्स चाहिँ धेरै चान्स चाहिँ अधिक हुन्छ है। र तपाईँले अरू कलेजमा पैसा तिरेर एडमिसन चाहिँ नगर्नु, तर प्रि बुकिङ चाहिँ गर्नु होला है, गर्न सक्नुहुन्छ। अब यदि तपाईँको नाम लास्टै पछाडि नाम र सम्भावना नै छैन भन्ने छ भने त्यो चाहिँ छुट्टै कुरा हो। अनि तपाईँको 60भन्दा माथि नै मार्क्स आएको छ भने सोच्दा हुन्छ होला जस्तो मलाई लाग्छ। प्रि बुकिङको बारेमा सोच्दा राम्रो होला। अनि फेरि 22 गते पछि फाइनल मेरिट लिस्टको रिजल्ट आउँछ र त्यसपछि मात्र यो विद्यार्थीले स्कलरसिप पाउँछ कि पाउँदैन भन्न सकिन्छ। र 60 मार्क्सभन्दा माथि छ भने एडमिसन गर्नु बुद्धिमानी नहोला र तपाईँले प्रि बुकिङ चाहिँ गर्न सक्नुहुन्छ है त। अनि फेरि मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला यस्तो राम्रो इन्फर्मेसनको लागि। अनि हस्त धन्यवाद, यहाँ दिन शुभ रहोस्। थ्याङ्क यू।